हेलो सबैजनालाई वेलकम गर्न चाहे लक्ष्मण गडाल फेसबुक पेजबाट है। आज चाहिँ म तपाईँको यदि तपाईँको फेसबुक मोनिटाइज भएको छ भने अनि तपाईँले अर्काको भिडियो युज गर्दै हुनुहुन्छ, म्युजिक युज गर्दै हुनुहुन्छ अनि त्यसमा के आउँछ भने एउटा मोनिटाइजेसन भिडियो एड्स रेभिन्यू सेयर भनेर आउँछ हैन। त्यसलाई चाहिँ कसरी गर्ने भन्ने कुरा सिकाउँछु है त। तपाईँ नोटिफिकेसनमा जानुहोस्, त्यहाँ अनि योर मोनिटाइजेसन भिडियो इज भनेर आउँछ, त्यसमा क्लिक गर्नुहोस्। फेरि त्यहाँ भिडियो आउँछ, त्यसलाई हल्का माथि स्क्रोल गर्नुहोस्। स्क्रोल गरेपछि अझै थोरै स्क्रोल गर्दै नेक्स्ट गर्नुहोस् अनि फेरि कन्टिन्यू गर्नुहोस्। कन्टिन्यू गरिसकेपछि एक्सेप्ट रेभिन्यू सेयर भन्ने आउँछ टप फर्स्टमा, त्यसलाई क्लिक गर्नुहोस्, ओके गर्नुहोस् अनि एक्सेप्ट गर्नुहोस्। अनि त्यसो गरिसकेपछि तपाईँको कस्तो हुन्छ भने तपाईँको एड रेभिन्यू चाहिँ सेयर हुन्छ। यदि तपाईँले एउटा भिडियोबाट $10 कमाउनु भयो भने $5 जति तपाईँ कमाएर $5 जति त्यो म्युजिक जसको म्युजिक युज गर्दै हुन्छ ब्याकग्राउन्डमा त्यो म्युजिकमा जान्छ। जस्तै कुनै तपाईँले लिपसिङको भिडियो बनाउनु भयो, यस्तो गर्नुभयो भने त्यस्तोमा चाहिँ एड रेभिन्यू सेयर भनेर आउँछ। त्यसलाई चाहिँ एक्सेप्ट गर्यो भने चाहिँ हामीलाई त्यसबाट इन्कम हुन्छ भने एक्सेप्ट नगरेपछि चाहिँ त्यो भिडियो चाहिँ मोनिटाइज हुँदैन। त्यो त्यसमा इन्कम भएको पैसा भने त्यही होल्ड रहन्छ र त्यस ओनरकोमा जान्छ। थ्याङ्क यू।